सम्पूर्ण साथीहरुमा जय नेपाल। आज हामी नेपाली कांग्रेसको सदस्यता कसरी अद्यावधि गर्ने र जनसम्पर्क समितिका साथीहरूले कसरी आफ्नो सदस्यतालाई अद्यावधि गर्ने अथवा नयाँ दर्ता गर्ने भन्ने बारेमा चर्चा गर्दैछौँ। त्यसको लागि तपाईहरुले मोबाइलको ब्राउजरमा जाने सफारी अथवा क्रोम जे पनि युज गर्न सक्नुहुनेछ। त्यसपछि nepalicongress.org nepalicongress.org टाइप गरेर नेपाली कांग्रेसको साइट खोल्ने। नेपाली कांग्रेसको साइट खोलिसकेपछि तपाईले माथि देख्न सक्नुहुन्छ सम्पर्क नेपाली मेम्बरशिप लगइन। त्यसको लागि तपाईले मेम्बरशिप लगइनमा ट्राई गर्ने। मेम्बरशिप लगइनमा ट्राई गरिसकेपछि तपाईको अब यहाँनिर आउँछ आफै अद्यावधि गर्नुहोस्, नयाँ सदस्यता लिनुहोस्, प्रयोगकर्ताको नाम र पासवर्ड। यो मोबाइल नम्बरवाला पासवर्ड र इमेल चाहिँ तपाईको नेपालबाट तपाईले क्रियाशील सदस्यता लिनुभएको छ भने त्यहाँको ओडाले मात्र गर्न मिल्छ र हैन हामीले जनसम्पर्क समितिबाट नयाँ सदस्यता लिन्छौँ र आफै अद्यावधि गर्छौँ भन्ने सवालमा हामीले यहाँ जाने, आफै अद्यावधि गर्छौँमा जाने। त्यसपछि तपाईको चाहिँ जनसम्पर्क समितिको लागि तल हामीले देखिरहेका छौँ जनसम्पर्क समितिको अद्यावधि गर्ने र नेपाली क्रियाशील अद्यावधि गर्ने। त्यसको लागि चाहिँ अब हामीले जनसम्पर्क क्रियाशील अद्यावधि गर्ने, किनभने हामीले यो भिडियो मैले अहिले अमेरिकाबाट बनाउँदै छु र मलाई आशा छ यो जनसम्पर्क समितिका साथीहरुको लागि नै मैले यो भिडियो केन्द्रित गरेर बनाएको छु। त्यसको लागि जनसम्पर्क समितिको क्लिक गर्ने र इमेल आउँछ तपाईहरुलाई। इमेल आइसकेपछि तपाईले चाहिँ इमेल चाहिँ यसरी टाइप गर्न सक्नुहुन्छ, जस्तै RAAZSHARMA Sharma 450@gmail.com। अब ओटिपी आउँछ। तपाईको ओटिपी तपाईको जिमेलमा हुन्छ। जिमेलमा ओटिपी आइसकेपछि तपाईले चाहिँ अब जिमेलबाट आइसक्यो यी 6986 ओके। अब यो प्रमाणित गर्नुहोस् भनेर भनिसक्यो। प्रमाणित गर्ने देशको नाम छान्नलाई चाहिँ हामीले अहिले देशको नाम अब हामी अमेरिकामा छौँ त्यसैले युनाइटेड स्टेट्स चुज गर्ने। त्यसपछि च्याप्टर चाहिँ एउटै आउँछ यहाँ। त्यसपछि थप विवरण उल्लेख गर्न पर्यो भने तपाईको चाहिँ यहाँबाट थप विवरण अब तपाईले प्रोफाइल फोटो यसरी फोटो आफूले एउटा राम्रो फोटो छान्ने। यसरी यो फोटो छानिसकेपछि त्यसपछि पुरा नाम जे जनक राज ढुङ्गाना। त्यसपछि बुबा आमाको नाम जस्तै बुबाको नाम राख्छु RESHAM रेशम प्रसाद DHUNGA अनि ढुङ्गाना। अब तपाईहरुले यसरी अब नयाँ आवेदक हो कि विद्यमान क्रियाशील सदस्य हो। यदि नयाँ आवेदक हुने साथीहरुले नयाँ आवेदकको फर्म भर्ने, विद्यमान क्रियाशील सदस्यका साथीहरुले विद्यमान क्रियाशील सदस्यता भर्ने। अब त्यसको लागि अब मैले नयाँ आवेदकको फर्म भर्ने। तपाईले विद्यमान क्रियाशील गर्दाखेरि चाहिँ पुरानो क्रियाशील सदस्यता, जस्तै नयाँ आवेदकमा चाहिँ अब तपाईले यहाँ फोन नम्बर आउँदैन, जस्तै अब तपाईले जन्ममिति जति हाने पनि हुन्छ हैन। यसरी जति हाने पनि चाहिँ हुन्छ। आफ्नो जन्ममिति हान्नुहोस् अनि त्यसपछि आफ्नो जन्ममिति हानिसकेपछि तपाईले आफ्नो जेन्डर चुज गर्नुहोस्। त्यसपछि पेशा छान्नुहोस्, जस्तै अब म वैदेशिक रोजगारीमा छु। त्यसैगरी मतदाता परिचय पत्र चाहिँ हामीसित छ भने हाल्ने, छैन भने नहाल्ने। त्यसपछि अब आवेदन चाहिँ पेश गरिदिने। अब यसरी चाहिँ तपाईहरुले पेश गरिसकेपछि तपाईहरुको अटोमेटिक यस्तो कार्ड बनेर आउँछ। यो कार्डलाई चाहिँ तपाईहरुले डाउनलोड गर्ने। यो चाहिँ डाउनलोड भएर यहाँ बसिसक्यो र तपाईहरुको सदस्यता नयाँ सदस्यता चाहिँ यसरी अद्यावधि हुन्छ र पुरानोको लागि चाहिँ आफ्नो सदस्यता नम्बर सहित तपाईहरुले त्यहाँ राख्नुभयो भने तपाईको पुरानो डाटा त्यसले ट्र्याक गरेर आउँछ। अनि यो माथि आवेदन पेश गरियो भन्ने ट्र्याकिङ नम्बर जुन छ त्यो नम्बरलाई चाहिँ तपाईहरुले सेभ गरेर राख्नु होला। पछि तपाईको इमेलमा पार्टी कार्यालयले जनसम्पर्क समितिको यहाँको समिति अमेरिकाको जनसम्पर्क समितिसँग कोअर्डिनेसन गरेर तपाईहरुलाई जनसम्पर्क समितिको सदस्यता एप्रुभ भएको जानकारी गराउँछ। धन्यवाद। जय नेपाल। यो नेपाली कांग्रेसको इतिहासमा तपाईले इतिहासकालदेखि नै के गरेर आउनुभयो, अहिले नयाँ सदस्यता कहिले लिनुभयो, यो एउटा दर्ता गर्ने पार्टीको अभिलेखमा डिजिटल प्रणालीद्वारा राख्ने नयाँ प्रयास हो। आफैले यो भिडियो सबैले शेयर गरौँ। सबै साथीहरुलाई जनसम्पर्क समितिको सदस्यता कसरी लिने भन्ने बारेमा यो भिडियो मार्फत सूचना पुर्याउन म सबैलाई
हार्दिक अनुरोध गर्दछु। जय नेपाल।